हेलो गाइस, आज चाहिँ म भेलेटार आएको छु हैन। अनि त्यस पछाडि कुन चाहिँ होटल हो यो? कुन होटल हो यो? अहिले एकछिन भन्नु नि। अहिले टुरिस्ट आएको म हिजै गाडी निकालेको। ए टुरिस्ट हेर्नु कति राम्रो छ गाइजहरु, हेर्नुस् हैन। यस्तो रमाइलो, यस्तो राम्रो हैन। तपाईहरुलाई पनि यदि घुम्न मन लागेको छ भने हैन, यो होटलमा आउनु होला। अहिले म तपाईहरुलाई यो होटलको नाम पनि भनिदिन्छु हैन। एकछिन वेट गर्नु होला। यस्तो दामी भ्यू छ है, यस्तो दामी उयो छ। मतलब यहाँ कस्तो छ भने हर फ्यामिलीको लागि एक रुम छ के। हर फ्यामिलीको लागि एक रुम, किनभने त्यसमा कुनै पनि फ्यामिलीलाई डिस्टर्ब हुँदैन। आफ्नो आफ्नो रुममा बस्ने, इन्जोय गर्ने। तपाईहरु आउन चाहनुहुन्छ भने यहाँ आउन सक्नुहुन्छ। किनभने खानाहरू खानको लागि पनि तपाई बाहिर बसेर खान चाहनुहुन्छ भने पनि व्यवस्था छ हैन। भित्र खान चाहनुहुन्छ भने पनि त्यसको लागि पनि छ। त्यस पछाडि हेर्नुहोस् कति राम्रो छ हैन। म यहाँ माथि गएर देखाउँदैछु। हेर्नु हर उसमा मतलब अलग अलग कटेज छ क्या यहाँनिर। अलग अलग कटेज किनभने कुनै पनि कोही फ्यामिलीहरू यस्तो हुनुहुन्छ नि त, सेपरेटमा बस्न चाहनुहुन्छ हैन। परिवारसँग या गर्लफ्रेन्ड बोयफ्रेन्ड आउन सक्नुहुन्छ। आएर यहाँनिर एकदम आरामले बस्न सक्नुहुन्छ। यो होटल चाहिँ कस्तो छ भने जम्मा यहाँ 9वटा रुम छ सायद, तर अलग अलग उसमा पार्टमा अलग अलग उयो छ के रुम हैन। हेर्नुहोस् यत्रो, म धेरै तल छु क्या। यो माथिदेखि देख्नुहोस्, माथि एउटा, दोस्रोमा एउटा, तेस्रोमा एउटा, मतलब अलग अलग घर जस्तै छ क्या यहाँनिर। म पनि आज फर्स्ट टाइम आएको, तर साह्रै मन पर्यो क्या यो चाहिँ। अब म पनि कुनै दिन आफ्नो फ्यामिली लिएर आएँ भने यहाँ आउँछु। मलाई चाहिँ कसैले यहाँ छ भनेर म चाहिँ हेर्न मात्रै आएको। त्यही भएर आज मैले तपाईहरुलाई चाहिँ यो भिडियो बनाएर पोस्ट गरिदिउँ हैन। यो उकालो छ क्या, उकालो ओर्दा चढ्न एकदम गाह्रो हुन्छ क्या यहाँनिर। तर तपाईँ माथि टुप्पोमा बस्न चाहनुहुन्छ भने पनि एकदम मतलब बस्न सक्नुहुन्छ। यता तपाईँले पुरै धरानको भ्यूज देख्न पाउनुहुन्छ। पुरै धरान चाहिँ तपाईँले एकदम आरामले देख्न पाउनुहुन्छ यहाँनिर। म चाहिँ यहाँ सिँढी चढेकोले गर्दा कस्तो सास फुलिरहेछ के, त्यही भएर बोल्न सकिरहेको छैन। हेर्नुहोस् अहिले चाहिँ अब अलि अन्धारो भएको कारणले गर्दा धरानको भ्यूज देख्न पाएन। मैले अघि दिउँसै भिडियो खिच्नु पर्थ्यो हैन। त्यो चाहिँ मैले गल्ती गरेँ, त्यसको लागि माफी चाहन्छु। तर म कुनै दिन आएँ भने तपाईहरुलाई पुरै धरानको भ्यूज देखाउन सक्छु हैन। हेर्नुहोस् यहाँनिर यो एउटा मात्रै कटेज हो के, यसमा खालि एउटा फ्यामिली बस्न पाउँछ हैन। अब यतापट्टि हेर्नुहोस्, यो अर्को, यसमा एउटा फ्यामिली। अब तल्लो स्टेपमा तल्लो हैन, फेरि माथिमा माथि एकदम राम्रो छ क्या यहाँनिर। जस्तो तपाईहरु आउन चाहनुहुन्छ भने चाहिँ आउन सक्नुहुन्छ। अनि यो चाहिँ के भन्छ, यो चाहिँ कहाँनिर हो भन्ने कुरा चाहिँ म तपाईलाई यहाँको सरहरूलाई सोधेर भन्छु है। एकछिन वेट गर्नुहोस् है। यता धरानबाट आउँदाखेरि त्यो मेन रोडमा के भन्छ टुरिस्ट लाइन भनेर लेखेको छ नि, त्यहाँबाट तपाईहरु भित्र पस्नु भयो भने ठ्याक्कै यो होटल आउँछ। माथिदेखि तलसम्म एउटै मान्छेको होटल हो क्या यो। तपाईहरु तल बस्न चाहनुहुन्छ भने पनि तलै छ, एकदम माथि टुप्पोमा बस्न चाहनुहुन्छ भने पनि टुप्पोमै छ। त्यही भएर आरामले आएर बसेर इन्जोय गर्न सक्नुहुन्छ। एकदम राम्रो छ। आफ्नो फ्यामिलीहरु लिएर आउनु होला, यहाँ बस्नु होला हैन।
मलाई चाहिँ एकदम मन पर्यो। यहाँको सर्भिस पनि एकदम राम्रो छ। यहाँको म्यानेजरहरू पनि एकदम राम्रो हुनुहुँदो रहेछ। मैले त अब अहिलेसम्म देखेको पनि थिइनँ, चिनेको थिइनँ, आज फर्स्ट टाइम हो म पनि आएको। मलाई चाहिँ साह्रै मन पर्यो। अब हजुरहरूलाई मन पर्छ भनेदेखि टुरिस्ट लाइन भनेर लेखेको छ। धरानबाट आउँदाखेरि धरानको जुन लाइन रोड छ, भेलेटार तपाईँहरू जानुहुन्छ, त्यसमा टुरिस्ट लाइन भनेर लेख्ने बित्तिकै तपाईँहरू यतापट्टि आउनुपर्छ क्या। ठ्याक्कै जता एरो देखाएको हुन्छ त्यतै आउनुहोस्। त्यहाँ आएर आरामले रमाइलो इन्जोय गर्नुहोस्। जसलाई भिडभाड पसन्द छैन त्यो मान्छेले यहाँ आएर आरामले बस्न सक्छ होइन। मैले चाहिँ तपाईँहरूलाई आज यति नै भने। फेरि पनि म आएँ भने तपाईँहरूलाई फेरि पुरा भिडियो बनाएर फर्स्टदेखि लास्टसम्मको यहाँ कस्तो कस्तो सर्भिस छ, के पाउँछ सबै बताउन सक्छु होइन। त्यही भएर ओके, बाई बाई।